हेलो फ्रेन्ड्स, म चाहिँ आज यङचाको सिन्जु र लोकल माछा जिन्दै छ यो लोकल माछा बनाउँदैछु। लोकल माछालाई चाहिँ सफा गरेर मैले ल्याइसकेँ। अब यसको बाद चाहिँ यसलाई फ्राई गर्नेवाला छु। फ्राई गर्नको लागि चाहिँ नमक हल्दी हालेर चाहिँ मुसेर चाहिँ राखिसकेको छु। अनि त्यसको बाद चाहिँ म फ्राई गर्छु। यसलाई चाहिँ मजाले चाहिँ मुस्दैछु, मुसेर चाहिँ राखिदिन्छु यसलाई मिलाएर, नमक हल्दी मिलाएर। त्यसको बादमा तेल गरम गरेर फ्राई गर्न सुरु गरिसकेँ। यसलाई फ्राई गरेर निकालिसकेँ। अब त्यही कराईको तेलमा चाहिँ म प्याज हाल्नेवाला छु। प्याज हालेर चाहिँ यसलाई मजासँगले रातो हुन्जेलसम्म भुन्छु। भुन्नेको बादमा चाहिँ फेरि म चाहिँ फेरि उयो हाल्नेवाला छु, के अरे हल्दी उयो लसुन अदुवा अरू हरियो खोर्सानीको पेस्ट। अब यो हालेर चाहिँ फेरि यसलाई पनि एकछिन भुन्नेवाला छु। मजासँगले भुनेर चाहिँ अनि त्यसको बादमा चाहिँ म बनाउनेवाला छु। अनि यतिको भइसकेपछि चाहिँ फेरि यसमा चाहिँ मैले मटर हालेर बनाउनेवाला छु। हरियो मटर हालेर चाहिँ मिठो हुन्छ। तपाईँहरू कसरी बनाउनुहुन्छ? मलाई चाहिँ यसरी बनाएको चाहिँ मिठो लाग्छ। अनि त्यसको बादमा चाहिँ हल्दी हाल्दिएँ, जिरा पाउडर, धनियाँ पाउडर, मिर्ची पाउडर सबै हालेर चाहिँ त्यसलाई पनि एकछिनको लागि भुटेँ। भुट्नेको बादमा चाहिँ फेरि मैले मिट मसला पनि अलिकति हालिदिएँ। यो वाला मिट मसला चाहिँ मलाई एकदम मनपर्छ। यहाँ चाहिँ पाउँदो रहेछ। म चाहिँ मणिपुरदेखि बहिनीले पठाइदिएको। यो मचाङ पनि हालेँ। यो मणिपुरी मसला हो। यो हालेको चाहिँ एकदमै मिठो हुन्छ माछा मासुमा। फेरि टमाटरको पेस्ट बनाएर राखेको थिएँ, यो पनि हालिदिएँ। यो हालेर चाहिँ मजाले चाहिँ तेल छोडुन्जेल चाहिँ मजाले चाहिँ भुट्नुपर्छ यसलाई, तब मिठो हुन्छ। म चाहिँ यस्तो तरिकाले बनाउँछु। तपाईँहरू चाहिँ कसरी बनाउनुहुन्छ? म चाहिँ यसरी बनाएको चाहिँ मिठो लाग्छ। अनि मजाले चाहिँ भुनेर चाहिँ अनि त्यसको बादमा चाहिँ मजाले भुन्नुपर्छ। भुन्नेको बादमा चाहिँ फेरि अनि मैले यो हल्दी के अरे उयो राखेकोवाला हाल्नेवाला छु, मटर। यो हरियो मटर हालेर बनाएको चाहिँ एकदम मिठो लाग्छ। हाम्रो आमाले बनाउनुहुन्थ्यो हरियो मटर, अझ फुलकोपी पनि हालेर बनाउनुहुन्थ्यो। फुलकोपी चाहिँ त्यहाँनिर मैले हरियो मटर मात्रै हालेर बनाउँछु भनेर चाहिँ हरियो मटर पनि हालिदिएँ। हरियो मटर पनि हालेर चाहिँ मजासँगले यसरी चाहिँ भुन्छु एकछिन र अनि यसलाई चाहिँ ढाकेर राखिदिन्छु। हरियो मटर हालेर चाहिँ एकछिन मटर पाकुन्जेलसम्म चाहिँ ढाक्नुपर्छ। ढाकेर चाहिँ एकछिन राखिदिन्छु यसलाई। अनि यता चाहिँ मैले त्यो जुन चाहिँ यङचाको सिन्जु बनाउँछु भन्दै थिएँ, त्यो मणिपुरमा पाउँछ। यङचाक चाहिँ यतातिर चाहिँ पाउँदैन। यङचाको सिन्जुमा चाहिँ ङारी भन्छ। यसलाई चाहिँ माछाको हो, सुक्खा माछा जस्तो हुन्छ, तर यता हामी चाहिँ ङारी भन्छौँ, वहाँनिर चाहिँ ङारी भन्छ यसलाई चाहिँ मणिपुरमा चाहिँ। त्यो चाहिँ मैले पोल्दैछु। ङारी चाहिँ अलिक ठुल्ठुलो हुनाले चाहिँ म दुईवटा मात्रै हाल्दा पनि हुन्छ होला भनेर चाहिँ दुईवटा मात्रै पोल्छु। यसलाई चाहिँ मजासँगले पोल्नुपर्छ, नभए गनाउँछ, राम्रो हुँदैन। काँचो गनायो भने चाहिँ मिठो हुँदैन। फेरि मैले किङ चिली, राजा खोर्सानी र उयो उमोरोक भन्छ मणिपुरीले चाहिँ, त्यो र त्यो जुन चाहिँ पोलेको ङारीलाई चाहिँ मिक्स गरेर चाहिँ मजासँगले यसलाई हातले चाहिँ मोलेर चाहिँ बनाएको चाहिँ मिठो लाग्छ। र हातले मजासँगले मोल्दिएँ। मजासँगले मोलिसकेपछि चाहिँ यसमा प्याजहरू चाहिँ हालिसकेको थिएँ पहिल्यै। अनि यसमा चाहिँ धनियाँ पत्ता हालिदिएँ। फेरि धनियाँ पत्ता हालेर पनि मिक्स गरेर राखिसकेँ। अब चाहिँ यो चाहिँ सिन्जु चाहिँ रेडी भयो। त्यो सिन्जु चाहिँ एकदमै मिठो हुन्छ। अनि फेरि मेरो यहाँ मटर पाक्यो कि पाकेन भनेर टेस्ट हेर्दैछु। यो मटर पाकिसक्यो भने चाहिँ फेरि यसमा चाहिँ गरम पानी हाल्नेवाला छु। यो मटर पाकिसकेछ। मटर पाकिसक्यो। अब यसमा चाहिँ म गरम पानी हालिदिन्छु माथिदेखि। अब फेरि एकछिन ढाकेर राख्छु उम्लिन्जेलसम्म। बगबगी उम्लिन थाल्यो। अब त्यो माछा हालिदिन्छु, फ्राई गरेर राखेको माछा। यसरी माछा हालिदिएँ। यो चाहिँ लोकल माछा हो। यो लोकल माछा चाहिँ एकदमै मिठो लाग्छ मलाई चाहिँ। पहिला नै हामीहरूले चाहिँ बहुत खान्थ्यौँ सानोमा पनि, बाबाले ल्याउनुहुन्थ्यो यो माछा चाहिँ। अनि मलाई याद आयो आज बजार जाँदाखेरि यो माछा टिक्क पाइराखेको, अनि फेरि किनेर लिएर आएँ मैले, अनि बनाउँदैछु। चाहिँ माछा चाहिँ पाकिसकेपछि माथिदेखि धनियाँ पत्ता हालिदिएँ।
धनियाँ पत्ता हालिदिएर चाहिँ अब चाहिँ खानाको लागि रेडी भयो। तपाईँहरू पनि यसरी बनाएर खानुहोस् एकदमै मिठो हुन्छ योङ्चाको सिन्जुसी।